वेलकम टु आवर न्यू ब्लग। हामी चाहिँ आज जाँदैछौँ गाइजहरू, हामी चाहिँ जाँदैछौँ सुसमाचार सुनाउनलाई। अनि यहाँ सबैजना हुनुहुन्छ, हेर्नुहोस् हामी कहाँ जाँदैछौँ भन्नु त दाइ? हामी वृद्ध आश्रम जाँदैछौँ। आमा बुवालाई भेट्न। हामी सबैजना जाँदैछौँ आमा बुवालाई भेट्न। हामी जाँदैछौँ सबैजना यतातिर। अनि यतातिर जाँदै गर्दा चाहिँ हेर्नुहोस् हामीहरू सबैजनाको ग्याङ। यो ग्याङ हो अलि लामै यात्रा गर्ने। हाम्रो दाइ हुनुहुन्छ यहाँ, के भन्न चाहनुहुन्छ दाइ? सबैको दाइ, सबैको भाइ, मेरो सबैको भाइ, मेरो बाजे, मेरो बाजे एक विकास दाइ। त्यही भएर जस्ट हेर्नुहोस् यहाँको भ्यूहरू। हामी जाँदैछौँ टक्क लाएर यतातिर। अनि हाम्रो भिडियोलाई हेरेर साथ दिइदिनु होला। थ्याङ्क यू फर वाचिङ। अझ पनि अन्तिमसम्म साथ दिनु होला, धन्यवाद। यति राम्रो ठाउँ पुगिसक्यौँ नि अहिले त। तपाईँ हेऱ्यो भने त वाउ भन्नु नि हो कि, यति दामी ठाउँ छ। हेर्नुहोस् उता गाइजहरू सब पुगेर पनि रमाउँदै हुनुहुन्छ। म चाहिँ तपाईँलाई देखाउँछु है गाइज। हामीले त बाटोमा होइन सागहरू भेटाएर त्यो खाँदै अनि आएको। अनि यहाँ त यति राम्रो राम्रो सिनहरू छ कि। अनि त्यही भएर हामी पनि यसो हेर्नुहोस्, यो यस्तो दामी झरना छ, सायद मिल्छ होला। यहाँ हेर्नुहोस्, यहाँ मान्छेहरूका रियाक्सन हेरेका हेरे हुन्। के गर्नु गाइस, बाटो बिर्सिक्यो हामी। तेरे दिल के शहर में घर मेरा हो गया, हो गया। हामी चाहिँ बाटो बिर्सेर यो उकालो चढेर हाम्रो आधा साथीहरू माथि पुगिसकेका छन्। हामी चाहिँ निस्किनु भएको छौँ है टक्क लाएर। अब यो उकालो चढ्ने हो। अनि त्यसपछि त्यहाँबाट माथि गएर अनि त्यो घर, त्यो भित्र आश्रम, हामी त्यहाँ गएर चाहिँ आज त्यहाँका मान्छेलाई सेवा गर्ने हो। यही त गाइस माथितिर यो उकालोमा हेर्नुहोस्, यहाँ सुर्कुले लागिसकेको छ। अस्मिता दिदी हाई, अस्मिता दिदी हेलो। हेर्नुहोस् सबैजना यहाँ आरामले जाँदैछन्। हेर्नुहोस् हामी यहाँ तल छौँ, तिनीहरू टुप्पा पुगेर रमाउँदैछन्। ल हामी जान्छौँ है त गाइस। अनि म चाहिँ यसरी जान्छु कि म चाहिँ एकछिनमै माथि पुगिसकेँ। यहाँ चाहिँ अरू सङ्घर्ष गरिराख्नु भएको छ गाइस। अनि हाम्रो दिदी हेर्नुहोस् यहाँ तलबाट आउँदै हुनुहुन्छ। म चाहिँ हिँड्दैछु गाइस। यहाँ हेर्नु एल्सा दिदीलाई धेरै गाह्रो भइरहेछ। उहाँ हेर्नुहोस् हाम्रा सपोर्टिभ दाइहरू माथिबाट हुटिङ गर्दै हुनुहुन्छ के दामी गरेर। तर म चाहिँ उहाँ हेर्नुहोस् मान्छे कसलाई डेलिभर गर्दैछन् हाम्रा मित्रहरू। अनि त्यही भएर चाहिँ हो रमाइलो हुँदैछ। हामी फाइनल्ली यो उकालो काटेर आइसक्यौँ होइन। हेर्नु सबै यहाँ अब छरपष्ट भइसकेका छन्। यहाँ हेर्नु हिमाल चढ्ने सपना पुरा भयो। सगरमाथा चढेर आएको यही हो। भन्नुहोस् तपाईँलाई कस्तो लाग्यो उकालो काट्दा? ठीक लाग्यो मलाई एकदम। हो र? बहिनीहरूले सक्दैन कि भन्ने मेरो ठुलो चिन्ता थियो। तर के गरे बहिनीहरूले? चिन्ता अब हरायो, सक्यो है। अनि ऊ हेर्नुहोस् हाम्रा मित्रहरू। त्यही भएर हामी चाहिँ रमाएर फेरि अझ सानो अझ ठुलो उकालो छोडेर अब सानो उकालोतिर लागिसकेका छौँ गाइज। त्यही भएर हेर्नुहोस् यो हाम्रो उकालो। लेट्स गो। जङ्गलमा के भेटायौँ थाहा छ? हेर्नुहोस् हेर्नुहोस् सबजना अब यसमा लागिसक्यौँ। त्यो हो बयर। मान्छे मर्छ। हामी चाहिँ तराईमा पाउने बयर चाहिँ यहाँ पाएर एकदम खुसी भएका छौँ गाइज। थ्याङ्क यू प्रभु, हामी यो उजाडी स्थानमा पनि तपाईँको लागि फल पाएका छौँ। बयर हो यो चपाएर खाने कसरी खाने? मुखले चबाएर आई मिन चुस्ने कि चपाउने? चपाउने। हामी चाहिँ रमाइलो गर्दैछौँ। कसले बन्दर देख्नु भएको छ? हेर्नु मैले देखेछु। उहाँ हेर्नुहोस् बन्दर। तपाईँले कहिले देख्नु भएको छ? मैले देखेको बन्दर।
हेर त यहाँ के भनिरहेको छ नि यहाँ खतरा तरिकाले चढ्छन् हेर न ऊ हेर त बन्दर होइन त बन्दर भनिरहेको छ नि हेर त यहाँ हेर्दै गर्नु है गाइज यो बन्दर कसरी माथि रुखबाट तल झर्किँदैछन् अनुहार नदी काटिन्छ हेर त यहाँ के हो यिनी नै हुन् ती बन्दर जो रुखमा चढेर आइसके ल सम्पत्ति लिनु सम्पत्ति हेर्नुहोस् कस्तो लाग्दैछ त्यो रुखमा चढेर केही छैन के यस्तो यस्तो ल जाम हामी चाहिँ बिद्रा आश्रमबाट निस्किसकेका छौँ अनि हाम्रो बुवाहरूको आश्रम रहेछ यो चाहिँ अनि त्यही भएर अनि यसमा चाहिँ हामीले चाहिँ कसरी गर्छन् भनेर चाहिँ जान्यौँ होइन अर्कोचोटि आएर चाहिँ हामी सेवा गर्नेछौँ सेवा गर्नलाई चाहिँ बिहान 7 बजे 8 बजेदेखि 4 बजेसम्म चाहिँ यहाँ सेवा हुने रहेछ अनि त्यही भएर चाहिँ आज चाहिँ हामीले बुझेर गयौँ पहिलोचोटि आएको भएर अनि त्यहाँ चाहिँ यस्तो दामी दामी कुराहरू थियो अनि त्यहाँ गयौँ बुवाहरूसँग कुरा गऱ्यौँ अनि कतिजना त बोल्न नि नसक्ने हुनुहुन्थ्यो अनि यहाँ चाहिँ प्रत्येक दिन चाहिँ उद्धार गरेर मान्छेहरूलाई ल्याउने रहेछन् त्यो देखेर चाहिँ एकदम खुसी लाग्यो साँच्ची नै प्रभुले आशिष दिनुभएको होस् भन्ने चाहिँ हामी चाहन्छौँ के अनि त्यही भएर चाहिँ हामी यहाँ भेटेर चाहिँ अब फाइनली फर्किन लागेको हाम्रो साथीहरू चाहिँ तल अगाडि निस्किसक्नु भयो आधा साथीहरू चाहिँ उता हुनुहुन्छ किनभने यहाँको भ्यू दामी छ अनि फोटोहरू पनि खिच्दै हुनुहुन्छ धन्यवाद तपाईँले हामीलाई हेरेर साथ दिनुभएकोमा अब चाहिँ अर्को भिडियोमा भेट्नेछौँ भन्ने प्रतीक्षाका साथ आशाका साथ हामी यहाँबाट बिदा हुन्छौँ हस् धन्यवाद प्लिज लाइक एन्ड सेयर प्लिज सब्सक्राइब हाम्रा यस्तै एडभेन्चर अनि अलिकति सेवापूर्ण भिडियोहरूमा तपाईँले हामीलाई हेरेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशाका साथ हामी यहाँबाट निस्किँदैछौँ थ्याङ्क यू फर वाचिङ बाई बाई हिँडिरहेको होइन घर पुगेको छैन यहाँ हेर्नु मान्छेको हालत खराब भइसक्यो के भन्न चाहनुहुन्छ तपाईँहरू भन्नुहोस् शिवानी यहाँ हेरेर भन्नुहोस् त के भन्न चाहनुहुन्छ होइन यो नयाँ मन्दिरमा आइसकेको छौँ मन्दिरको भ्यू चाहिँ यस्तो छैन खाइन्छ ओए हेर त तिमी यहाँ हेर त भन त के छ यहाँ ओइ भन न अनि यहाँ पनि एउटा मन्दिर छ अनि यो चाहिँ गेट यसलाई चाहिँ के हल्का के भने थियो नाम बिर्सिहालेँ अनि यो चाहिँ मन्दिर हो अरे अनि यो मन्दिरमा चाहिँ धेरै प्रकारका वास्तुकलाहरू के हुनु छन् यो चाहिँ गेट हो यो चाहिँ धुप बाल्ने ठाउँहरू यहाँ छन् र सब यहाँ रेस्ट गर्दैछौँ अनि आजको भ्लग चाहिँ यति नै हो गाइज प्लिज लाइक गर्नुहोला सब्सक्राइब गर्नुहोला अघि पनि भनिसकेको छु मैले बिचमा अझै पनि फेरि पनि भन्दछु कि प्लिज सपोर्ट मी थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू